यो कमलदेखि त फर्काउँदै एउटा ए ल हस् थ्याङ्क यू एकदम यो हाम्रो औपचारिक कार्यक्रम हामी फेरि हाम्रो प्रदर्शनमा हाम्रो यो बुद्धको 12 लिलाको बारेमा फेरि एउटा हामीले भन्नु सक्छौँ। अनि यो प्लेकारी सबै चाहिँ तपाईँले भने हामी सबै यो परिक्रमा गरेपछि फेरि लगेर चाहिँ अझै टोकन सबै हुन्छ म अहिले नसक्छु। सबैले आफ्नो घरमा लगेर एउटा पूजा गरेर बुद्ध जयन्तीमा पाउनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरू हामीले विगतमा जस्तै गरेर बेल्जियममा रहेर हामी आफ्नो मुलुक आफ्नो देशभन्दा टाढा रहेर पनि हामीले हाम्रो संस्कार हाम्रो रीतिरिवाज हाम्रो धर्मलाई सधैँ जीवन्त तुल्याउनको निमित्त आज हामी यस पाउन अवसरमा छौँ। यो एउटा हामी नेपाल र नेपालीको लागि मात्र शिविर गरेर यो विश्वभरि नै छरेर रहेका सम्पूर्ण बुद्धमाथीहरू शान्ति प्रेमीहरू जो अहिंसाको बाटोमा हिँड्छ यिनीहरूको लागि पनि सम्पूर्णलाई हामीले आजको दिनमा यो पावन अवसरमा यो शान्तिको मोड शान्तिको पुञ्जको रूपमा शान्तिको प्रतीकको रूपमा रहेको बुद्धको जन्म जयन्ती आज हामी मनाइरहेका छौँ। बेल्जियमको एन्टरमेन स्थित स्ट्रोडेन भन्ने एउटा सुन्दर नगरीमा रहेको यो बुद्धको गुम्बाभित्र आज हामी यहाँ रहेका छौँ। अवश्य पनि तपाईँ हामीले आजको दिनलाई पवित्र रूपमा मानेका छौँ। गौतम बुद्ध आफैमा एउटा देवता भगवान नभएर उहाँ एउटा पथ प्रदर्शक एउटा मार्गदर्शक एउटा फिलोसोफर हुनुहुन्छ एउटा जसले हामीलाई विगतमा जसरी हामी यहाँ बेल्जियममा रहेर सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ उपस्थित छ बुद्धका आजको दिनलाई पवित्र यो पावन जन्म दिनलाई मनाउनका लागि संस्था एउटा हृदयबाट एउटा शान्तिको लागि हामी एउटा प्रार्थना गर्दछौँ। विश्वभरि रहेका जुन प्राणी जगत छ मानव जगत छ सबैमा एउटा शान्तिको प्रेरणा शान्ति मिलोस् शान्ति रहोस् भनेर हामी आज यहाँ जम्मा भएका छौँ। यस कार्यक्रमलाई हामीले बेल्जियममा रहेका 7 जातीय समाजहरूको आयोजनामा हामीले यो कार्यक्रमलाई आज गरेका छौँ। तथापि म अहिले यो बोल्दै गर्दै यहाँलाई एउटा यो अनौपचारिक रूपमा भइरहेको छु किनभने हामी हाम्रा आजको प्रमुख अतिथिको पर्खाइमा छौँ र उहाँ अब 10-15 मिनटमा आइपुग्नुहुन्छ। प्रमुख अतिथि पाउनु भइसकेपछि हामी हाम्रा आजको यो औपचारिक कार्यक्रमलाई हामीले सुचारू गर्नेछौँ र आजको यो कार्यक्रममा हामीले यो 7 जातीय समाजहरूको गर्दाखेरि यो कार्यक्रममा हामीले अस्ति गत 21 तारिक हामीले एउटा बैठक पनि बसेका छौँ। मिटिङ बसेर हामीले एउटा आफ्नो कार्ययोजना पनि गरेका छौँ। तत्पश्चात हामीले यसपालिको मूल आयोजक समितिको जुन संयोजकमा तमु समाज बेल्जियम रहेको छ त्यस्तै गरेर हामी आयोजकहरूमा हाम्रा शेर्पा समाज बेल्जियम तामाङ समाज बेल्जियम विश्व बङ्गाल समाज संयुक्त किराँत समाज थकाली समाज त्यस्तै गरेर पासाकुसा बेल्जियम यसको आजको यो कार्यक्रमको आयोजन रहेको छ। तथापि हामीले एउटा आफ्नो देशमा गौतम बुद्धले जन्म लिनुभयो तर बुद्ध भगवानलाई हामीले 700 पालि आएर आज किन हामी स्मरण गरिरहेका छौँ भन्दा आजको दिनमा एउटा वैज्ञानिक दृष्टिले पनि भनेको छ
यो संसारमा आज अहिंसा छ, जहाँसुकै युद्ध छ, तर एक दिन न एक दिन अवश्य पनि यो संसारमा दुई ट्र्याक हुन्छ। दुईटा पार्टी हो, एउटा युद्धलाई रोज्ने कि एउटा बुद्धलाई रोज्ने। मलाई जहाँसम्म लाग्छ सबैले बुद्धलाई रोज्छ। त्यस कारणले बुद्धको मार्गमा जान हामीले एउटा शाश्वत एउटा सत्य त के हो भन्दाखेरि हामी छोडेर जाँदै गर्दा जुन राम्रो कर्म गरेर जानुभयो तपाईँहरूले त्यो कर्म नै यो देशमा यो संसारमा अमर रहन्छ। अन्यथा तपाईँले हामीले रहेको यो संसार भनेको के हो भनेदेखि अनित्य छ, यो संसार भनेको शून्य छ। त्यो नै गौतम बुद्धको चाहिँ हाम्रो दर्शन हो। गौतम बुद्धले कहिले पनि आफू एउटा भगवान हो, म कसैको पनि सबै कुरा गर्न सक्छु, म तपाईँहरूको चाहिँ दुःखलाई पनि चाहिँ हटाउन सक्छु भन्ने भनेको दुःखको कारण छ। दुःख किन हुन्छ भन्दा दुःखको कारण तृष्णा हो, दुःखको कारण लोभ हो, दुःखको कारण दह निश्चय हो। ती कुराबाट हामी अचुल गऱ्यौँ भने अवश्य पनि तपाईँहरूले पनि बुद्धको पथमा र हामी पनि बुद्ध जस्तै हुन सक्छौँ। बुद्ध आफैमा एउटा महापुरुष हुनुहुन्थ्यो, जसले एउटा नेपालको कपिल वस्तुमा जन्म लिनुभयो। आजभन्दा 2570 वर्ष अगाडि उहाँले जन्म लिनुभएको थियो। आफ्नो बाल्यकाल जसले आफू जन्मेर आफ्नो माइती जाँदै गर्दा कोखमा भएका मायादेवीले बाटोमा उहाँलाई व्यथा लाग्यो। त्यसपछि उहाँ जन्म लिनुभयो। उहाँले जन्म लिइसके पश्चात मलाई जहाँसम्म लाग्छ, म त्यति साह्रो त्यसको ज्ञान त होइन, मैले पढेको इतिहास नामक धर्मगुरुहरूबाट मैले जाने सिके अनुसार उहाँ जन्मेको 7 दिनमा उहाँका ममतामय आमा मायादेवी बित्नु भएको थियो। त्यसपछि उहाँलाई उहाँका आमाका बहिनीले उहाँको पालन पोषण गर्नुभएको थियो र उहाँ आफैमा एउटा के भन्दाखेरि राजखानदान त्यो ठाउँको एउटा प्राचीन कालमा महाराजा राजाहरूको जुन राज्य गरेको ठाउँमा एउटा राजस्वको रूपमा र राजकुमारको रूपमा उहाँले जन्म लिनुभयो। राजकुमारको रूपमा जन्मलाई लिएर दक्षिणको ढोकाबाट उहाँले बाटो राख्नुभयो। त्यसपछि उहाँ भारतको यस्तै शाहबस्तीमा पहिलो उहाँको बसाइ हो। उहाँको सबभन्दा धेरै त्यहाँ त्यो जन्म हो, जहाँ आज पनि तपाईँको शाहबस्तीमा त्यहाँ श्रीलङ्कनहरूको उहाँ एउटा गुम्बा छ, जुन गुम्बामा सबैले गौतम बुद्धप्रति चढाएको सुनको सिक्काहरू जुन चाहिएको त्यो गुम्बा छ, त्यो शाहबस्तीमा छ। शाहबस्तीपछि गौतम बुद्धले आफ्नो ध्यान गर्ने क्रममा बुद्धलाई पुग्नुभयो। बुद्धलाई पुगेर उहाँले 6 वर्षको कठोर आफ्नो तपस्या पश्चात उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। बुद्धगयामा जुन भोलि रूपको उसमा उहाँले प्राप्त मात्रै हामी आजको प्रमुख अतिथि बेल्जियमको लागि युरोपियन युनियन अथवा बेल्जियमको लागि हाम्रो महामहिम आउँदै हुनुहुन्छ। अब 10-15 मिनट भनेर हामी पुगिरहेका छौँ। त्यसपछि हामी तुरुन्तै औपचारिक कार्यक्रम सुरु गर्नेछौँ। हामी त्यसपछि औपचारिक कार्यक्रम सके पश्चात हामी लामो धर्मगुरुहरू आफ्नो प्रवचनहरू दिनेछौँ। बुद्धका 12 जिल्ला बुद्धका चाहिँ अब उपदेशहरू लामोबाट चाहिँ दिनुहुनेछ। त्यतिसम्मको लागि तपाईँ हामी धैर्यराज गरेर बसौँ र आजको दिनमा एउटा पवित्र उसमा तपाईँ सबैजना मिलेर गौतम बुद्धप्रति हामी प्रार्थना गरौँ र हामी पनि एउटा बुद्धको शरणमा जाउँ र बुद्धको शरणमा पर्दै गर्दा धर्मको शरणमा धर्मको पनि हामी शरणमा पर्नेछौँ। धर्मको शरणमा पर्दै गर्दा सङ्घको पनि शरणमा हामी जानेछौँ। धर्म बुद्ध एक हुनुहुन्छ, त्यसपछि उहाँले धर्म गर्नुभयो। त्यसपछि उहाँको एउटा सङ्घ हो। सङ्घ भनेको उहाँको धेरै चेलाहरूको एउटा समूह हो, त्यो सङ्घ हो। अन्त हामीले भन्दा पनि एउटा बुद्धम शरण गच्छति धर्मम शरण गच्छ। पवित्र हाम्रा धर्ममा गुरुहरू पाटली हुनेछ। उहाँहरूले मात्र हातमा समाजका बुद्ध धर्मप्रति श्रद्धा राख्ने, बुद्ध धर्मप्रतिको आस्था राख्ने उपासक उपासिका भनौँ, भिक्षु भिक्षुणीहरू भनौँ, उहाँहरूबाट नै त्यो संस्था खडा हुनेछ र बेल्जियममा रहेका जातीय संस्थाका अध्यक्षहरू त्यसमा पदेन सदस्यहरू हुनेछन्। तर हामीले त्योभित्र गएर कुनै पनि हामीले नेतृत्व दिने छैनौँ। त्यसको नेतृत्व उहाँ लामा गुरुहरूले गर्नेछ।
यो कुरा पनि अब हामी एकछिनपछि हाम्रो औपचारिक कार्यक्रमको सुरुमा अब यो प्रधान समितिको पनि नामावली यहाँ घोषणा भइरहेका छौँ। उहाँहरूको नामावली घोषणा गरिसके पश्चात हामी सबैजनाले जुन रूपमा हामी एउटा मलाई पूर्ण विश्वास छ, किनकि यो पवित्र धार्मिक संस्था हुनेछ बेल्जियममा र हामी निकट भविष्य पनि यसको विधानमा सेवाहरू गरिरहेछौँ र यसरी हामीले एउटा चाहिँ हामीले पनि एउटा गुम्बा निर्माण गरौँ, हामीले पनि हाम्रै एउटा नेपाली समाजको एउटा हल निर्माण गरौँ जुन ठाउँमा गएर हामीलाई दिनको हामीलाई चाहिँ समस्या बसेको समस्याहरू नआओस्। त्यसको खातिर पनि यो बेल्जियममा रहेका हामी 10,000 नेपाली समाजहरू छ। ती नेपाली समाजका नेपाली समुदायका सम्पूर्ण परिवारले आफूले एकैछाक अर्थात् आफूले एउटा केको अथवा एउटा कफी मात्र नखाएर त्यसको मात्रै प्रत्येक महिना हामीले जम्मा गर्न सक्यौँ भने अवश्य पनि एक दिन हामीले हाम्रो बेल्जियममा पनि हामीले हाम्रो गुम्बा नेपाली समुदायलाई हामी निर्माण गर्नेछौँ। त्यो सपना हामी साकार हुनेछ हाम्रो, किनभने यसको लागि तपाईँ हामी सम्पूर्ण छौँ, हामी साथमा छौँ। त्यस्तै गरेर लामा पूजा र आजको यस कार्यक्रमको सञ्चालन व्यवस्थापन सेवा समाजमा गरेको छ। त्यस्तै गरेर अरू अन्य जाति समुदायहरूलाई बङ्गाल समाजलाई हामीले आर्थिक सहयोगको रूपमा उहाँको आफ्नो जिम्मेवारी राखेका छौँ। त्यस्तै गरेर अरू समाजहरूलाई सम्पूर्णलाई हामीले आजको यस कार्यक्रमको आयोजनमा हामी राखेका छौँ। हामीले अर्को वर्ष पूर्ण रूपमा यसरी नै गर्नुपर्ने छैन, किनभनेदेखि अर्को साल हामीले हाम्रो नयाँ संस्था बनाउनेछौँ जुन नाम धर्मगुरुको संस्था हुनेछ, जुन संस्थाले बुद्ध जयन्तीदेखि लिएर त्यो वर्षभित्रमा हुने विभिन्न प्रवचन बुद्ध दर्शनका कार्यक्रमहरू नेपालदेखि अथवा विदेशमा रहेर पनि बुद्धप्रति ज्ञान प्राप्त गर्नुभएका आशयलाई